ल यहाँ हाम्रो लीला भाइले चाहिँ एकदम श्रमदानको हिसाब किताबले यहाँ चाहिँ नि हाम्रो यो धरान 17 पट्नालीको यो सगरमाथा मार्गमा उहाँले पनि आएर चाहिँ दाजुलाई सघाइदिएको मद्दत गरिदिनु भएको छ। मलाई चाहिँ सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिएँ। अब यस्तै हो गाउँघरमा नगरी पनि हुँदैन, गर्नु पनि पर्छ। गर्दै लाँदाखेरि कोही रिसाउने कोही खुसाउने यस्तै पनि हुँदो रहेछ, चल्दै जान्छ, गर्दै गर्नुपर्छ। काम गर्ने मान्छे कहिले पनि राम्रो बन्दैनन्, अर्काको भनाइ खाएरै गर्नुपर्ने हुन्छ। त्यस्तै हो। ल ओके। विष्णु कोइराला त चिन्नु भएको छ नि तपाईँले? चिनेको छु नि सर, चिन्छु नि। मेरो भाइ हो नि, खुट्टाको घरको पुरानो घर पनि छ, कति छ। घरको सरको सिक्नु पर्यो नि। हो नि सर। समाधान भनेको यो त्यसै होइन, नगरिकन। अनि यत्रो घाममा पनि सर काम त जे होस् जाँगर चाहिँ खतरा छ हौ तपाईँको। त्यसपछि पनि अब त्यो फौजीको चाहिने स्टाइल। तपाईँ फौजी हो? सिपाहीमा जागिर खाएर आएर केमा जागिर खानुभयो सर? नेपाल आर्मीमा। नेपाल आर्मीमा खाएर पेन्सन पकाएर क्याम्पमा पनि 18-20 वर्ष गरियो। घोपा क्याम्पमा भाइ खुङखार पो हुनुहुन्छ तपाईँ त, खतरा पो हुँदो रहेछ त। अनि तपाईँको चाहिँ अब 60 वर्ष भएपछि जागिर छोडिदियो, दिएन अब क्याम्पले पनि। अनि यो घरमै बस्यो, कुटाउदालो गर्यो, दुःखरास्तो गर्यो। अनि यो त घर होइन, यो त बाटोमा गरिराख्नु भएको छ नि त सर? अहिले अब मेरो यो बाटो बाटो हो सार्वजनिक। यो बाटोमा त तपाईँ ठुलो योगदान पो छ अरे होइन सर? ठुलो ठुलो हो। ल ठिक। पहिला यसो आलीमा मान्छे हिँड्थे, त्यो मैले बाटो सबैसँग चाहिँ जग्गा मिलाएर कुरो राखेर मैले आफैले चाहिँ बाटो निकालेर, मेरो पनि घर तल छ। अहिले यो बाटोले गर्दा माथि सारे हो। ल त्यस्तै छ है सर यो। ल धन्यवाद छ हाम्रो दुर्गा सरलाई। ल अब पेन्सनमा जागिर खाएर आर्मीमा जागिर खाएर त्यस पछाडि चाहिँ फेरि के अरे घोपा क्याम्पमा जागिर खाएर हेर्नु यत्रो विकासको लागि पर्नु भएको छ समाज बनाउनु। उहाँको श्रीमती पनि ठ्याक्क आइपुग्नु भएछ। मेम नमस्कार है हजुर। ल ल ल ल।